हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल है। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज चाहिँ म चाहिँ कस्तो भने भाइले चाहिँ सरप्राइज दिनु भन्ने कुरा हो। भाइको चाहिँ कस्तो भने आज बर्थडे छ, त्यो चाहिँ थाहा भएन, त्यही भएर उसलाई चाहिँ सरप्राइज दिने भनेर चाहन्छु। लगेर सबैलाई ट्याक्क मिलाएर जाउँ भन्ने कुरा हो। म चाहिँ रेडी भइसकेको छु। अब चाहिँ हामी जानुवाला छौँ। हामी चाहिँ फाइनली मार्केट आइपुग्यौँ। मार्केट आयो भने त भाइ मार्केट आइगयो। मार्केट चाहिँ यहाँ छ हाम्रो मिनी मार्केट। ट्याक्क लगाएर मार्केट चाहिँ यता छ। हामी भित्र छिर्छौँ मार्केट। हामी चाहिँ मार्केट आइसकेका छौँ। यस्तै हो। केक पाउँछ कि नै भन्ने कुरा हो दाइ। केक पाउँछ कि नै भन्ने कुरा हो। केक पाउँछ कि नै भन्ने कुरा हो। केकको हेर न त्यहाँ यस्तो केक होइन हौ दाइ। टाइगर 1000 यो 1500 त्यसलाई 1500 यसलाई चाहिँ टाइगर त्यो सिसाउनु होला। कुन लगन लेडिज खालको लगन त्यही राम्रो हुन्छ। ऊ नै त त्यो पहिलो हो त्यो। मलाई चाहिँ चोइस त्यही पऱ्यो के अरे यो ग्रिन भन्दा। भन त यो बच्चालाई यो पनि ठिक छ नि। यो लगाउन सक्छ मेरो चोइस। ओके ल, अब हामी जाँदैछौँ होइन। ल अब यहाँबाट जाँदैछौँ। ल जाँदैछौँ। अब दादाको सपिङ चाहिँ भइसक्यो। दादा चाहिँ बाहिर बसिरहनु भएको। सबभन्दा दामी लाइन चाहिँ यो छ कि बोतल छ क्या। भित्र के छ मतलब भएन तर जुस हो, ओरेन्ज जुस हो रे त्यो। आई लाइक स्पेस है गाइज। ल सेफ हाम्रो। अब चाहिँ हामी जान्छौँ रुममा, अनि त्यसपछि देखाउँछु म। केक चाहिँ अनलाइन अर्डर गर्नुपर्ने हुन्छ। अब गएर रुममा गएर चाहिँ अनलाइन अर्डर गर्छौँ है। एकछिनपछि सबै कुरा देखाउनु रहेछ। हेरिराख्नु होला। ल अब चाहिँ हाम्रो चाहिँ भाइले सरप्राइज दिने कार्यक्रम चलिरहेको छ। ट्याक्क लगाएर केक यहाँ छ। अब त्यसलाई चाहिँ लेखिदिनु छ कि भोसहरूले। अब जे भए पनि अब हामीले चाहिँ सबैले सरप्राइज दिन खोजिरहेछौँ। अब हेरौँ न कस्तो हुन्छ, के कस्तो रियाक्सन आउँछ। ट्याक्क लगाएर मिलाएर गर्नुपर्ने हुन्छ। हाम्रो टोलीहरू तयार छ यहाँ। अब अरू त खासै केही भएन, अब मिलाएर गरौँ भन्ने कुरा हो होइन। के त भाइ कता निरज यहाँ बाहिर आउनु अरे क्या एकछिन। फोन नकाट्नु के बोल्दै आउँदा सक्कु लाइट बाला चाहिँ आउने त ल सबैजना आउनु। हाम्रो चाहिँ ल अब चाहिँ यहाँ उसले पुग्छ, केक काट्छ। यो चाहिँ यहाँ कस्तो भने अलिकति यहाँ देख्न सरप्राइज भयो होला आज बर्थडे भयो त है। ल बर्थडे बोय चाहिँ यहाँ छन् है। ल सबैजनाले ब्युटिफुल सरप्राइज फर बर्थडे बोय गाना बजाउनु ल। बर्थडे भयो Happy birthday to you. Happy birthday dear नर्भस नहो के बर्थडे भयो त नर्भस सोल्डे त्यो बाहिरको बत्ती तारी बजाए तारी गरे बर्थडे ल सोल्डे जन्मदिनको धेरै धेरै शुभकामना छ सोल्डे। चप्पलमा पनि आयो उडेर पुगोस् हैन। केटाले रमाइलो गर्नु। This is the beautiful surprise for the birthday boy. Everyone, Amit ji, hello.
बर्थडे भयो फाइनली सक्सेस चाहिँ भयो होइन बिहानै मैले भिडियो बनाएको छु होला त्यहाँ भाइले सरप्राइज दिन्छु केटाले त्यहाँ मिलेर भनिरहेको मैले जस्तो भयो नि अलिकति भयो सक्सेस चाहिँ भयो अब भने जस्तो यहाँ अलिकति मिलिरहेन त्यो कुराहरू कम्प्रोमाइज हुन्छ सबै कुराहरू होइन कस्तो लागिरहेको छ भाइ होइन ठिक छ हामीलाई चाहिँ कस्तो भने हिजै थाहा पाएको थिएँ मैले हिजो थाहा पाएको थिएँ राति ल्याउने त अब अनलाइन गर्ने केक चाहिँ हुँदैन नि त त्यो भएर मलाई गाह्रो लागेर अनि म भोलि चाहिँ गर्छु भनेर मैले भाइले सोचिरहेको थिएँ त्यो हेरिरहेको थिएँ मैले भाइ साँझ गर्नुपर्छ भनेर ट्याक्टर गरिरहेको थिएँ आज गेमले थियो गेमले जित्यो फाइनली डबल खुसी छ क्या भाइको बर्थडे त्यसो हामी गेमले फाइनल पुग्यो अब रहिले हाल्नुपर्छ एकछिन ओके राणा दाइ खोइ के सोल्टी आउनु त तपाईँ सोल्टी आउनु त तपाईँ ओ राणा दाइले बोलाउँ त रान्दै सोल्टी रान्दालाई पठाइदिनु त ठुलो मान्छे भएर फेरि यही गर्नुहुन्छ क्या गाना बजाउँ न त्यसमा गाना बजाउनु म लगाइदिन्छु यताबाट ल बजाएका भाइ होइन अब जे जस्तो भए पनि अब सके जति गरम भन्ने कुरो भएर आउनु भाइलाई चाहिँ मेरो भाइलाई चाहिँ राष्ट्रिय मिस गर्दा तिमीले साँच्चै गर्नुपर्ने तर साँच्चै गर्न भ्याएन अब रात चाहिँ अब अनलाइन गरेर गाह्रो भयो त्यो आज चाहिँ गरम भन्ने कुरो भयो नजिक जे भए पनि हाम्रो भाइले सक्सेस भयौँ हामी सरप्राइज दिन होइन जन्मदिनको थिएँ धेरै धेरै शुभकामना भने जस्तो हुँदैन बाहिरमा अब खुवाइदै छैन यार म त खै एकछिन है यस्तै लाउनुपर्छ क्या यति नलाएर कहाँ हुनुहुन्छ कहिले बल्ल मजा आयो यस्तो यस्तो त म चाखेको छैन यार बोल्न मजा म चाखेकै छैन कि मलाई खान्न दिए यार त गाना बजाऊ बल्ल मजा बल्ल मजा आजलाई चाहिँ अब चाहिँ हामी थोरै थोरै जे चाहिँ हुन्छ जस्तो हुन्छ रेगुलर देखाउनेछ म भन्छु ल भाइले केही कुराहरू भन्ने रे होइन ठिक छ भाइले भन्छ थियो है म यस्तो हात धोएर हाल्छु क्या दाइहरूले सबलाई दिनुभयो कि यस्तो सबलाई दिनुभयो यस्तो एकदम एक्साइटेड छु है र खुसी मेरो दाइ मेरो साथीहरू कति बेला मेरो यहाँ साथीहरू हुन्छ सबै यहाँ पठाइदिनुपर्छ है ह्यापी बर्थडे टु यु खुसी छु सरप्राइज दिनुभयो कहाँ भुइँको टिपेर यस्तो हुन्छ के अरे अहिले यो त नगर मेरो यस्तो यार बर्थडे पहिला त यार अब नौनी हो क्या होइन अहिले कहाँ डान्समा त्यतिकै हुनु पर्यो नि नौनी होइन अहिले अहिले भरे त नहुने हो अब एउटा सबैको ग्रुपमा पठाउनु त ल एकछिनको लागि चाहिँ हामी पज गर्छौँ पज गर्नुहोस् है पज गर्ने गर्न त फेरि अहिले होला है फेरि खगेन्द्र पनि बस्यो नि अब एकचोटि सबैजनाले यहीँबाट ह्यापी बर्थडे भन्दा है भिडियोमा आइदियो त्यहाँ ल तपाईँ अगाडि आउनु नि यता अगाडि यार कता हुनुहुन्छ तपाईँ सन्तोषजी यता 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 हटेका आउनुहोस् यता यताबाट 1 2 3 ल अब चाहिँ थोरै रमाइलो हुन्छ एकछिनमा अब ठिक छ जे जस्तो भए पनि रमाइलो भयो अब एकछिनमा चाहिँ त्यो गरौँला थोरै सिधा पक्रिनु न यार यस्तो हो भएन नि त यार यस्तो अब चाहिँ कहाँ छ जे जस्तो भए पनि रमाइलो भयो अब एकछिनको लागि रमाइलो गर्छ अब त्यो धेरै रमाइलो गर्नु दिँदैन सेक्रेटली अहिले सेक्रेटरी आइहाल्छ अब त्यो हालत यस्तै छ बाइक पनि हालत छ यो चाहिँ ग्राउन्ड भुइँमा चाहिँ यस्तो छ हालत होइन ठिक छ जे जस्तो भयो भने एकछिन रमाइलो गर्छौँ त्यसपछि चाहिँ अब त्यही त भोलि ड्युटी जानुपर्छ त्यही भएर गाह्रो गरेर नमानिकन हामी छिटोभन्दा छिटो एकछिन रमाइलो गर्छौँ त्यसपछि ट्याक लाइट गर्छौँ ल अहिलेलाई चाहिँ बाई